र उपस्थित सम्पूर्णमा म किरण सुवालको तर्फबाट धेरै धेरै स्वागत र धेरै धेरै शुभकामना फेरि पनि। र आजको यो एकदमै घाम मजाले चर्किरहेको छ। अब एकैछिनमा हामीले आफ्नो पाइला खेतमा हाल्दाखेरि चिसो पानीमा हिलोमा राख्दाखेरि एकदमै मजा हुन्छ भन्ने हामीले प्रतीक्षा गरेका छौँ। सँगसँगै हाम्रो आरम्भ वाद्यशालाका यो वाद्यवादक साथीहरू पनि हुनुहुन्छ। मजाले उहाँहरू असारे भाका बजाउनुहुन्छ। र आजको यस कार्यक्रममा अर्को एकजना प्रमुख आकर्षण पनि हुनुहुन्छ, वरिष्ठ लोक गायिका गीता देवी। र उहाँको बारेमा जानकारी दिनुपर्दा तपाईले सानो बेलामा आमा रातो साडी चुरा पोते किन नलाको भन्ने गीत सुन्नु भएको छ कि छैन? कतिजनाले सुन्नु भएको छ? सबैजनाले सुन्नु भएको छ। आज हाम्रै साथमा उहाँ गायिका नै हुनुहुन्छ गीता देवी र उहाँले 3000 भन्दा बढी गीतहरू गाइसक्नु भएको छ नेपाली साङ्गीतिक क्षेत्रको लागि। र त्यसरी काठमाडौँबाट हाम्रो वेल विशर शुभचिन्तक सरला दी पनि आउनु भएको छ। साथमा हाम्रो 01 स्टुडियोबाट लक्ष्मी चिउरा उद्योग, हजुर यो दुईवटा संस्थाले पनि हामीलाई सपोर्ट गरेको छ। अब अलिकति सुरु गर्नुभन्दा अगाडि सुरुमा गीता देवी दिदीको अलिकति केही भाका पनि सुनौँ र उहाँको केही कुरा पनि सुनौँ, ठिक छ? ओके, मलाई म यो माइक्रोफोन हस्तान्तरण गर्दैछु। नमस्कार। चिन्नु भएको थिएन होला कतिले, अहिले चिन्नु पनि भयो होला गीता गीत भनेपछि होइन। ठिकै छ। आज किरण सुवाल भाइलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हाम्रो वर्षौँदेखिको कुराकानी थियो रोपाइँ गर्ने आउने भन्ने चाहिँ यसपालि जोडिएको रहेछ, खुसी लाग्यो। म एउटा सानो गीतबाट हाम्रो म्युजिसियन भाइहरूलाई म अनुरोध गर्छु है, शिक्षक गीतमा होइन एउटा म गाउँछु, हजुरहरूले बजाइदिनु होला, बिउ तालिदिनु होला है त। पक्कै मिल्छ है। म चाहिँ मोरङको मान्छे हो होइन, खासमा भन्नुपर्दाखेरि। तर अहिले जति पनि गीत सङ्गीतमा मैले जति पनि गीतहरू गाएँ, मध्यमाञ्चलको गीतहरू बढी गाएको भएर चाहिँ मलाई यही क्षेत्रको मान्छे भनेर चिन्नुहुन्छ। तर मेरो वास्तवमा मेरो जन्म चाहिँ मोरङको हो। यही काठमाडौँ बस्दै आउँदै गरेको चाहिँ धेरै वर्ष भयो, सानोदेखि नै भयो। एउटा गीत गुनगुनाउँछु, हजुरहरूले यसो तालिदिनु होला। मोरङदेखि गीत गाउँदै झरियो झरियो भक्तपुरे मायामा परियो रातो फुलबुटे छोराको मलाई पनि आइरहन्छ झझल्को झझल्को सुसलेर मायाले बोलाको। मोरङदेखि गीत गाउँदै झरियो मायामा परियो रातो फुलबुटे झुलाको मलाई पनि आइरहन्छ झझल्को झझल्को सुसलेर मायाले बोलाको सुसलेर सानो मायाले बोलाको। धन्यवाद यहाँलाई। धेरै 22 वर्ष अगाडि गाएको यो गीत होइन। अब एउटा अहिलेको जेनेरेसनले पक्कै पनि यता कता टिकटक बनाउनु भएको हुनसक्छ, सम्झिन चाहन्छु। माइक हातमा बसे परेपछि यस्तै हो, सबै गीत गुनगुनाउनु मन लाग्छ तर याद हुँदैन। मन थिएन तिमीलाई रोने अर्कै आयो जीवनमा सुहाउने माया बेरियो माया बेरियो इंद्रावती भगेर कोसेमा लौरे माया भेट्यो कोसेमा कहिले होला भेट तिम्रो हाम्रो भेटले सुन्दर गइरहेको तिम्रो हाम्रो भेटले सुन्दर गइरहेको। धन्यवाद। धेरै गीतहरू गाएको है, मेरो दिमागमै आउँदैन।
हामी चाहिँ भ्यू टिपिरहेका छौँ। सो एकचोटि फेरि आइकन खबर आइकन मिडिया हाउस जो जतिले हेर्दै हुनुहुन्छ, आज हाम्रो रोपाई जात्रा वरिष्ठ गायिका गीता देवी हुनुहुन्छ सँगै हामी भ्यू टिपिरहेका छौँ। अब रोप्नको लागि एकैछिनमा कस्तो लाग्दैछ हजुरलाई? अनि भ्यू टिपिँदैन है गाईहरू उखाले हामी धेरै असल मेहनती किसानहरू
भयो